हेलो गुड आफ्टरनुन एभ्रिवान लु है आज इन्डिपेन्डेन्स डेको दिनमा के पाएको छ मेरो घरमा तपाईँलाई म देखाउनु गइरहेको छु बापुटेको हेर्नुहोस् न यहाँ है अनि यहाँ चाहिँ तपाईँको उयो पाक्दैछ भात पाक्दैछ अनि यो भाइ तपाईँको म्यारिनेट गरेर राखेको छ चिकन लेग पिस मेरो छोराको लागि अब एकछिनमा उसलाई फ्राई गरिदिन्छ है मेरो वाइफले चाहिँ अनि यहाँ भाइ तपाईँको कत्ला माछा यसलाई चाहिँ म्यारिनेट गरेर राखेको छ अनि फ्राई गर्ने यसको चाहिँ हो देख्न सक्नुहुन्छ अनि अर्को स्पेसल डिस चाहिँ के छ भनेपछि यो चाहिँ पटल र आलुको सुक्खा सब्जी बनाउँछ मेरो वाइफले चाहिँ मसलामा लटपट भएको हो हेर्नुहोस् न है कसले बनाएर खानु भएको छ बनाएर खानु भएको छैन भने चाहिँ कुनै दिन म रेसिपी हाल्छु नि है उसले बनाएको अनि अर्को के छ आजको स्पेसल भनेपछि चाहिँ तपाईँलाई म देखाउँछु है हेर्दै गर्नुहोस् होला के छ आजको इन्डिपेन्डेन्स डेको भन्यो भने चाहिँ यो चाहिँ हो इलिस माछा भइहाल्यो देख्न सक्नुहुन्छ है यसमा चाहिँ सर्सो पोस्तो कालो तिल र हरियो खोर्सानी हालेर बनाएको चाहिँ मेरो वाइफले देख्न सक्नुहुन्छ हेर्नुहोस् न यो अन्डा पनि पुरा थियो है हेर्नुहोस् न यो माछाको चाहिँ अन्डा पुरा थियो अनि त्यही चाहिँ साथी हो आज इलिस माछा भइहाल्यो इन्डिपेन्डेन्स डेको उपलक्ष्यमा है अब पाकिसकेर चाहिँ अरू आइटम पाकिसकेर चाहिँ अब ग्ल्याम खाने ल साथी बाइ बाइ एभ्री वान